यी हुन् नेपालमा घुम्न आएका यस्ता विदेशी जसको लाइफ नेपालमा आएपछि पुरा चेन्ज हुनेवाला थियो। फर्स्टवालाले त ओल्ड रेकर्ड नै बनाएको छ। नम्बर 2मा पर्छन् द लस्ट जोय, जो मार्च 2025मा नेपाल आएका थिए र उनलाई पोखरामा एउटा मान्छेले मिसबिहेभ गर्छ। I'm going to break you that. What the hell, camera? You got a problem. First thing is you have not taken my consent to record. So I'm going to sue you. You have not taken any consent to record that. Sir, you have came you to taken me. my consent? तर त्यो मिसबिहेभ जोयको लागि वरदान बन्न पुग्छ। उनको त्यो भिडियोमा 20 लाख बढी भ्युज आउँछ र उनको युट्युब च्यानलमा सब्सक्राइबर्स 500 बाट 1.5 लाख पुग्छन्। नम्बर 1मा पर्छन् आई हेट द कोल्ड। उनी नेपालमा जेनजेडको आन्दोलनको बेलाभन्दा अगाडि आएका थिए र आन्दोलनले गर्दा उनी विदेश फर्किन सक्दैनन् र उनी त्यही जेनजेडको आन्दोलनमा होमिएर भिडियो बनाउन थाल्छन् र उनले युट्युबमा अपलोड गर्छन् र उनको त्यो भिडियोमा टोटल 4 करोड बढी भ्युज आउँछ र उनको पुरै लाइफ नै चेन्ज हुन्छ।